आशिका तामाङले लगाएको यो चस्मा हेर्नुहोस्, केही देख्नुभयो? अझै जुम गरी हेर्नुहोस्, चस्माको दुवैतिर केही नोटिस गर्नुभयो होला। हो, यो स्पाई क्यामेरा हो। हेर्दा चस्मा मात्रै देखिए पनि यसभित्र क्यामेरा जडित हुन्छ र तपाईले थाहै नपाई तपाईका गतिविधिहरू भिडियो फोटोको रूपमा कैद गरिरहेको हुन्छ। यस्तो क्यामेरा लगाएर आशिका तामाङ रासोपाको बैठकमा सहभागी भएकी छिन्। रासोपाले कुनै पनि सांसदलाई बैठकमा हुने गोपनीयतालाई ध्यानमा राखेर मोबाइल प्रयोगमा समेत बन्देज लगाएको छ। तर भर्खरै निर्वाचित प्रतिनिधि सभा सदस्य आशिका तामाङले हिडन क्यामेरा प्रयोग भएको चस्मा लगाएकी छिन्। विशेष गरी यस्तो क्यामेरा गुप्तचर, गम्भीर अनुसन्धानकर्ता, पत्रकार तथा अधिकार प्राप्त अधिकृतहरूले कही गलत गतिविधि भइरहेको छ भने प्रमाण सुरक्षित गर्नका लागि प्रयोग गर्दछन्। आशिका तामाङले पनि यस्तो क्यामेरा पहिले प्रयोग गर्ने गरेकी थिइन्। विशेष गरी उनले यही चस्माबाट खिचिएका भिडियोहरू अहिले पनि सामाजिक सञ्जालतिर देख्न सकिन्छ। आशिकालाई केही समय पहिले प्रहरीले पक्राउ गर्न जाँदा उनले यही चस्माबाट खिचेको भिडियोहरू सामाजिक सञ्जालमा अहिले पनि छन्। अन्यत्र पनि उनले यही क्यामेराबाट थुप्रै भिडियोहरू खिचिसकेकी थिइन्। एकपटक बानेश्वरमा शनिबार पनि सरकारी नम्बर प्लेट भएको मोटरसाइकल चलाएको भन्दै सर्वोच्च अदालतका एकजना कर्मचारीलाई उनले झपारेको भिडियो भाइरल बनेको थियो। यस्तो कार्यमा आशिकाले प्रयोग गर्दै आएको क्यामेरा आज रासोपाले बोलाएको अभिमुखीकरण तालिममा पनि लगाएको देखिन्छ। उनले बाहिर मात्र होइन, प्रशिक्षण चलिरहेको स्थानमा पनि यो चस्मा प्रयोग गरिरहेको देख्न सकिन्छ। आखिर यो हिडन क्यामेरा लगाएर आशिका तामाङ किन पुगिन् बैठकमा? जबकि रासोपाले बैठकमा हुने छलफल र प्रशिक्षण दिइने निर्देशन कहीँ कतै रेकर्ड नहोस् भन्नका लागि कडाई गरेको छ। मोबाइल फोन समेत प्रतिबन्ध गरिएको छ। तस्बिर खिच्न पनि बन्देज लगाइएको छ। तर स्वयं सांसद आशिका तामाङले स्पाई क्यामेरा बैठक कक्षमा प्रयोग गरिरहेकी छिन्, पार्टीको निर्देशन उल्लङ्घन गर्दै। तर रेकर्ड गरिरहेकी छिन् या छैन त्यो उनी आफै जानुन्। तामाङले प्रयोग गरेको चस्मा फेसबुकको माउ कम्पनी मेटा र रेबनले सहकारी गरी बनाएको हो। मेटाले यो चस्मा पहिलो पटक 27 सेप्टेम्बर 2023 मा सार्वजनिक गरेको थियो। पहिलो भर्सनमा 12 मेगापिक्सलको क्यामेरा थियो जसले 60 सेकेन्डसम्मको भिडियो खिच्न सक्थ्यो। तर 2024 मा कम्पनीले नयाँ भर्सनको चस्मा सार्वजनिक गर्यो जसमा लाइभ भिडियो स्ट्रिमिङ र मेटा एआई जस्ता विशेषता थपिएका छन्। यो चस्माको सहायताले प्रयोगकर्ताले मेसेन्जर र व्हाट्सएपमा सिधै भिडियो कल गर्न सक्छन्। साथै हे मेटा टेक अ भिडियो भनेर आदेश दिएपछि यसले भिडियो पनि खिच्न थाल्छ। नयाँ भर्सनमा पनि 12 मेगापिक्सलको क्यामेरा छ जसबाट 3 मिनेटसम्मको भिडियो खिच्न सकिन्छ। सार्वजनिक स्थानमा दिशा पिसाब गरेको विषयलाई उठान गरी सामाजिक सञ्जालमा भाइरल बनेकी आशिका तामाङलाई रासोपाले धादिङ 1बाट उम्मेदवार बनाएको थियो। चुनावी प्रचारको क्रममा जिब्रो चिप्लिएर म भ्रष्टाचार गर्न चाहन्छु भन्न पुगेकी थिइन्। चुनावकै दौरानमा उक्त भिडियो क्लिप भाइरल बनेको थियो। तर उनले चुनाव जितेर पनि संसदको यात्रा तय गरिसकेकी छिन्। हिजोदेखि रासोपाले बोलाएको अभिमुखीकरण तालिममा समेत उनले आफूले फेरि स्कुल पढ्न पाएको जस्तो अनुभव गरेको बताएकी थिइन्। रासोपाले अनुशासनमा कडाई गर्दै गर्दा कागजमा मात्र होइन वास्तविकतामा पनि उम्मेदवारहरूको